नमस्कार रोपा साथीहरू, श्रेष्ठको ब्लगमा म दुर्गा श्रेष्ठ हजुरहरूलाई स्वागत गर्दै देश विदेश रहनु भनेको मेरा युट्युबर साथीहरू सबैलाई हार्दिक स्वागत छ मेरो च्यानलमा। अहिले चाहिँ हाम्रो नेपालमा हाम्रो देशमा प्राय तराई पहाडतिर सबैतिर धेरै गर्मी छ। गर्मीको कारणले के अरे यहाँ गौरामा चाहिँ सबैको स्कुलहरू सबै छुट्टी गरिरहेछ हिजो र आज। भोलि शनिबारको पछिदेखि लाग्ने भएको छ। धेरै गर्मी छ, गर्मीले मान्छेहरू धेरै लास भएका छन्। पानी चाहिँ धेरै पिउनुहुन्छ साथीहरू, पानी धेरै पिउनुपर्छ। ल त म के कसो गर्छु हजुरलाई आज देखाउँछु। पुरा भिडियो हेरिदिनु होला। हस्त साथीहरू, अलिक मजाले हेर्नु त। बर्थडे हो मसला कुटिँदैछ। आलसको भुटेर हुँदै गरेको ल काम। चाहिँ कुटेको छैन, चाहिँ कुट्नुपर्छ। खस्रै छ। अब चाहिँ अलिक भयो कि अब चाहिँ छानेर हेर्नु पर्यो। पोख्यो के लिँदै अलिअलि मात्रै रहेछ। $20 र 5% चाहिँ निक्ल्यो। अब 15% छ कुट्नु बाँकी।
कुट्दैछु कम्तीमा कुटेर ल्याएको आलस अहिले चाहिँ अन्जुजीले कुट्नु रहेछ मसला ममा त डर हुन्छ नि त अघिको अघिल्लो घान छ नि अलिकति अघिल्लो यो दोस्रो घान कुटिँदैछ तेस्रो घानमा यहाँ तार चाहिँ कम्तीमा कुटेको छोरीले चाहिँ अमेरिका पठाउनको लागि चाहिँ मसला कुट्दै गरेको सकियो कस्तो नकुटेको हो यो चाहिँ आलस चाहिँ किन नकुटेको हौ मैले अहिले भुटेको नि गयो यति चाहिँ मसला बनाइसक्यो पाउडर बाँकी छ यो छ यहाँ यी तल चाहिँ कुर्दा कुर्दा गलियो पिँदैन र मैले त अब माथि नै मिक्सर मिसिनमा पिन्ने लिएर आएको छु हेरौँ कतिको पिनिन्छ मिक्सर मिसिनमा पिनेको पनि भएन खसै छ है साथीहरू यति चाहिँ बनाएर कुटेर छानिसकेर चाल्नाले छानेर यति बनायो हाम्रो भिडियो हाम्रै टिभीमा हेर्दा साथीहरू एकजना नुहाइ गरेर कपाल कोटेर बस्दै थिएँ यहाँ अहिले मम्मीले कपाल कोटियो हामीले चाहिँ मसला कुटेर आइसक्यो आफै कोरेको अलिकति माथि टाउकोमा चाहिँ मम्मीले कोरिदिएको अनि यता चाहिँ इसिताले बाँध्यो कि अहिलेको कुटेको यो अस्तिको मसला हो यो मसलै हो यो पनि मसलै हो धेरै मसला बेसारहरू त्यो पहेँलो रातो झोलाको बेसारहरू सबै बाहिरै पठाउने यो साथीहरू आज हाम्रो चिङ्कीलाई नुहाइदिएर पुरा चिटिक्क बनाइदिएका छन् बरन्डाभरि पुरै पानी नै पानी बनाइदिएका छन् चिङ्कीले बिस्तारो पुच्छर हलाउँदैछ म बोलेको सुनेर ल नोरा यसको पुच्छर हल्लाइ पनि स्लो मोसन छ साथीहरू हेर्नु है बिस्तारो मलाई हेर्छ तन्किन्छ जिब्रो निकाल्दै भित्तामा दलिँदै भित्तामा दलेर पानी पुसेको होला शीतल भयो होला नि गरिमा यसलाई पनि नुहाइदिन त ल यहाँ पानी बर्नाभरि पानी नै पानी छ यिनीहरूले नुहाइदिएको हो कि बर्ना पानी छप्केको पनि मजाले चाहिँ स्विमिङ पुल झन्डै बनाइदिएछौँ चिङ्कीलाई नुहाइदिने चाहिँ यहाँ हुनुहुन्छ मुसुक मुसुक हल्का स्लो मोसनमा हाँस्दै हँसाइ पनि डेन्जर छ लट्टै पर्ला जस्तो मान्छेलाई ल स्लो मोसनमा छ नि हँसाइ पनि ओ कता हाँसेर घोपिरहेको यता हो यता भिडियो सक्यो त हो